आज हामी यो राष्ट्रले जुन दुःखको घडीमा आज गुज्रिरहेको छ त्यसै मध्यनजर भोकरा नरसिंह गाउँपालिका यो राष्ट्रको दुःखको घडीमा भोकरा नरसिंह पनि त्यो राष्ट्रलाई केही दिउँ भनेर यहाँका कर्मचारी, जनप्रतिनिधि, शिक्षकहरू मिलाएर हामी सम्पूर्णले यो प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा यहाँबाट केही रकम हामी दिएका छौँ निर्णय गरेर। त्यो हामी पालिकाको तर्फबाट यो वाचन गरेर यहाँहरूलाई समक्ष सुनाउन गइरहेको छु। भोकरा नरसिंह गाउँपालिका कार्यपालिकाको कार्यालय चिरौली सुनसरी भावपूर्ण श्रद्धाञ्जली तथा संवेदना मिति 2083 भाद्र 10 गते आएका विनाशकारी बाढी तथा पहिरो कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लामा भएका ठुलो जनधन क्षति हामी अत्यन्त स्तब्ध एवं मर्माहत भएका छौँ। यस दुःखद घटनामा जान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकमा डुबेका परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। प्रभावित जिल्लाका नागरिकहरूले भोग्नु परेका पीडा र क्षतिप्रति भोकरा नरसिंह गाउँपालिकाको तर्फबाट दुःख व्यक्त गर्दछौँ। विपदको यस घडीमा उद्धार खोजी तथा राहत कार्यमा अहोरात खट्नु भएका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, विभिन्न सङ्घ संस्था तथा नागरिक समाजप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछौँ। प्राकृतिक विपदबाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाको लागि तीनै तहको सरकार बीच प्रभावकारी समन्वय र सहकार्यको आवश्यक रहेको दुःखको यस घडीमा विपदमा परेका परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने हेतुले यस भोकरा नरसिंह गाउँपालिका सुनसरीका जनप्रतिनिधिहरू, कर्मचारीहरू, शिक्षक तथा विद्यालय कर्मचारीहरूबाट सहयोग रु नगद 7,70,000 मात्र प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सहयोग प्रतिबद्धता व्यक्त गर्दछौँ। शोकको यस घडीमा हामी सबै प्रभावित परिवार र समुदायसँग छौँ र रहनेछौँ। धन्यवाद।